हेल्दी हेयर ओइल मसाजको लागि हेयर तयार गर्दैछु मैले। यसरी बनाएर राखेको ओइलले हाम्रो कपाल टुक्रिने, झर्ने समस्या छ, हाँगा पलाउने समस्या छ भने हेल्दी बनाउन धेरै नै हेल्प गर्छ। मैले होममेड हेयर ओइलले नै हप्तामा एकचोटि भए पनि हेयर ओइल मसाज गर्ने गरेकी हुन्छु। त्यसको लागि यहाँ सबै सामग्री लिएर तयार गर्दैछु। अनियन लिए, एलोभेरा जेल लिए, त्यसपछि अदुवा अलिकति कोटेर राखेँ, मेथी अनि यो कालो मुङ्ग्रेलो ज्वानो के भनिन्छ, अनि ल्वाङ, त्यसपछि नेपालबाटै ल्याएको तोरीको प्योर तेल राख्दैछु। बनाउनु पर्यो भनेर तयार गर्दैछु। मेथी फुराएँ, मुङ्ग्रेलो फुराएँ, त्यसपछि ल्वाङ फुराएँ। यो चिजहरू कपालको लागि एकदमै राम्रो पनि हो के। अनि प्याज, कपाल झर्ने टुक्रिने समस्या छ भने त प्याज, अदुवा एकदमै राम्रो हो। अनि एलोभेरा, रोजमेरी कपाल झर्न रोक्नको लागि धेरै राम्रो हो। रोजमेरी वाटरले मात्रै स्प्रे गर्यो भने पनि राम्रो हुन्छ। रोजमेरी मैले सुकाएर राखेकी थिएँ अलि धेरै पहिला नै, त्यही युज गरेँ। सबै चिजलाई मजाले फ्राई चाहिँ गर्नुपर्छ। मैले कोकोनट ओइल पनि एड गर्दैछु। यो एक्स्ट्रा भर्जिन कोकोनट ओइल हो। यो पाकिसकेपछि मैले यसमा आल्मन्ड ओइल पनि एड गर्छु भन्ने सोचेकी छु, अलिकति ओलिभ ओइल पनि। अब यसलाई चाहिँ मजाले पकाउनु चाहिँ पर्छ। यो पाक्नको लागि अलिक टाइम लाग्छ। मजाले हामीले राखेको सामानहरूले चाहिँ मजाले रङ छोड्नुपर्छ। पाक्नलाई केही समय टाइम लाग्छ। यो पाकिसकेपछि कस्तो बन्छ म नेक्स्ट पार्टमा भिडियो